सम्पूर्णमा नमस्कार। आज मिति 2081 12 महिना 3 गतेका दिन बिहानै जुम्लामा हिमपात सुरु भएको छ, जसले गर्दा जुम्लाको जनजीवनमा अलिक कष्टकर आएको छ अनि चिसो बढेको छ, जसले हाम्रो खेतीपाती कृषि कार्यमा चाहिँ अलि राम्रो देखाउने खेतीपाती सुरुवात हुन थालेको छ, जसलाई हामीले यहाँ निहालिरहेका छौँ। यो भिडियो यो भिडियो तपाईबाट यो हिउँ चाहिँ सुरु भएको छ। अब हिउँ हेर्नुहोस्, जुम्लामा चाहिँ हिमपात भइरहेको छ। म चाहिँ यो भिडियोद्वारा तपाईलाई जानकारी गराउँदैछु। ल हेर्नु होला ल, अनि सब्सक्राइब गरिदिनु होला, अनि लाइक गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला ल। यो चाहिँ चन्दननाथ नगरपालिका वडा नम्बर 7 अन्तर्गतको कुनाजिउला भन्ने र यो पारी चाहिँ भाइरल पुल हो। अनि म चाहिँ यहाँबाट देखाइरहेको छु। अनि यो चाहिँ वडा नम्बर चन्दननाथ वडा नम्बर 9 को सिमानामा छु। म चाहिँ यहाँ सिमानाबाट देखाइरहेको छु। यो चाहिँ यो बेहुलीको हो। पुरानो प्राचीन कालमा चाहिँ यो चाहिँ बेहुली, अनि उनीहरू जो तलका ढुङ्गाहरू छन् यो जन्ती हुन् भन्ने कुराको जन्ती छ। अनि यो चाहिँ बेहुलीको ढुङ्गा भनेर यहाँ परिचित छ। यो पुरानो हाम्रो जिजुबाजेहरूलाई भनेका छन्। यो चाहिँ यो बेहुलाको ढुङ्गो हो। अनि यो चाहिँ बेहुलीको ढुङ्गो पनि भनेर चिन्छन्। यसलाई चाहिँ यो बेहुलीको ढुङ्गो भनेर चिन्छन् यो। अनि यो चाहिँ यहाँ स्याउ खेतीहरू गरिरहेका छन् किसानहरूले। यहाँ स्याउको पनि मुनमा के फाइदा रहेको छ। सम्पूर्णमा नमस्कार। आज मिति 2081 12 महिना 3 गतेका दिन बिहानै जुम्लामा हिमपात सुरु भएको छ, जसले गर्दा जुम्लाको जनजीवनमा अलिक कष्टकर आएको छ अनि चिसो बढेको छ, जसले हाम्रो खेतीपाती कृषि कार्यमा चाहिँ अलि राम्रो देखाउने खेतीपाती सुरुवात हुन थालेको छ, जसलाई हामीले यहाँ निहालिरहेका छौँ। यो भिडियो